गुड मर्निङ म सुरेश म चाहिँ यहाँ सिडनीमा रेजिस्टर्ड माइग्रेसन एजेन्ट अनि आरएन भएर काम गर्छु। मलाई चाहिँ आज यो भिडियो चाहिँ मेरो चाहिँ फर्स्ट भिडियो हो, तर मलाई भन्न मन लागेको कुरा चाहिँ के हो भने आजकल चाहिँ म नेपालबाट आउने विद्यार्थीहरू भाइ बहिनीहरू हुनुहुन्छ जो नयाँ आउँदै हुनुहुन्छ। उहाँहरूले चाहिँ अब कोर्स चुज गरेको देख्दा चाहिँ उहाँहरू धेरै जसो यो एकदम जेनेरिक कोर्सहरू जस्तो बिजनेस म्यानेजमेन्ट, मास्टर इन बिजनेस रिसर्च अनि एकाउन्टिङ अनि त्यसपछि त्यो मास्टर इन आइटी त्यस्तो कोर्सहरू गरिरहनु भएको देख्छु हैन। त्यो भिजाको प्रब्लम पनि छ, अब आजकल डिप्लोमामा भिजा दिँदैन, त्यसले गर्दा धेरै जसो मान्छेहरू त्यस्तो कोर्सहरू चुज गर्न फोर्स भए जस्तो लाग्छ हैन। तर त्यो कोर्सहरूको एउटा डाउनफल के छ भने तिनीहरूकोबाट चाहिँ अनलेस तपाईँ नेपालमा एकदम एक्सपिरियन्स हुनुहुन्छ, तपाईको लाइक आइटीमा अलरेडी 5-6 वर्ष काम गर्नुभएको छ, राम्रो ब्याकग्राउन्ड छ अनि यहाँ आएर काम पाउन सक्नुहुन्छ भने चाहिँ त्यसले चाहिँ पीआर पाथवे चाहिँ ओपन गर्ला या तपाईलाई चाहिँ स्पोन्सरशिप पाउन सजिलो होला। नत्र भने चाहिँ किनभने जेनरल स्किल माइग्रेसनबाट अब पोइन्ट कलेक्ट गरेर गर्छु भन्नेहरूलाई चाहिँ तपाईँ मास्टर पढ्न आउनुहुन्छ हैन, बिजनेस म्यानेजमेन्ट या एकाउन्टिङ पढ्न आउनुहुन्छ भने त्यो कोर्सले चाहिँ तपाईहरुलाई चाहिँ लगभग इट्स अलमोस्ट इम्पोसिबल किन 2 वर्ष पढ्नुहुन्छ, 2 वर्षपछि के 485 भिजा 2 इयर्स पाउनुहुन्छ, त्यसमा तपाईले काम खोजेर पोइन्ट बटुलेर हैन त्यो जेनरल स्किल माइग्रेसनको पाथवे छ जुन पोइन्ट सिस्टम गर्नलाई चाहिँ अलमोस्ट इम्पोसिबल छ। अनि अर्को कुरा उतापट्टि स्पोन्सरशिप पाउन पनि त्यो कोर्सहरुबाट चाहिँ तपाईसँग हार्ड स्किल हुँदैन नि त, त्यसले गर्दाखेरि चाहिँ त्यो हार्ड स्किल नहुँदाखेरि त्यो पाथवेबाट पीआर पाउन पनि एकदम गाह्रो छ। फेरि म यो पनि बुझ्छु कि लाइक तपाईहरुले अब एउटा टेक्निकल स्किल वाला काम के रे कोर्सहरु पढ्छु भनेर डिप्लोमा एडभान्स डिप्लोमाको लागि मात्रै गर्छु भनेर आउनुभयो भने तपाईलाई भिजा पनि दिदैन हैन। त्यो भन्नाले त्यो भएको हुनाले एकपल्ट सोच्नु चाहिँ पर्छ हैन। यहाँ आउने बित्तिकै सुरुदेखि नै के अब लाइक तपाई धनी मान्छे हुनुहुन्छ, तपाईलाई पीआर को मतलब छैन भने त छुट्टै कुरा हो हैन। पीआर तपाईको एउटा के रे एउटा अब्जेक्टिभ हो भने चाहिँ सुरुदेखि नै प्लानिङ चाहिँ गर्नु नै पर्छ। सुरुदेखि नै त्यो लास्टमा छोडेर चाहिँ हुँदैन। सुरुदेखि नै चाहिँ लाइक मेरो कोर्सबाट हैन हाउ एम गोना अचिभ द पीआर भनेर चाहिँ तपाईहरुले त्यो सुरुदेखि नै सोच्नु पर्छ। आजको चाहिँ म यो भिडियो यही नै खत्म गर्छु। प्लिज तपाईहरुलाई लागेको क्वेशनहरु सोध्नु होला है त। ल बाइ।